हेलो साथीहरू नमस्ते वेलकम टु माई मिनी भ्लग। सबैजना आरामै हुनुहुन्छ, हामी पनि आरामै छौँ। आज पनि हामी दिउँसो छुट्टीको दिन घुम्न जाने भनेर निस्केको नि त। आज चाहिँ हामी साइकलमा घुम्न जाने भनेर साइकलमा हिँड्यौँ। अनि फेरि साइकलमा जाने, आज नजिकै जाने टाढा नजाने भनेर साँझमा फेरि मेरो काम हुन्छ, त्यही भएर दिउँसो एकछिन मात्रै घुम्न गएको। अनि फेरि साइकलमा जाँदा चाहिँ म भिडियो बनाउँदै गएँ। म फेरि प्यार बोल्दै हिँड्छु नि त। अनि फेरि मलाई इरिटेट बनाउँदै भिडियो बनाउँदै गएँ। अनि मैले अस्ति भिडियो बनाएको थिएँ नि त, कोरिया घुमाउँछु भनेर लिएर आएर काममा लगाउने भनेर। अनि फेरि मनमा साह्रै बिजेछ क्या त्यो कुरा। अनि फेरि हिँड घुम्न जाऊँ जहिले के लेख्दै राख्दै गर्ने, नभए कहीँ हिँड आज जसरी लैजान्छु तिमीलाई साइकलमा घुमाउन भन्दै लिएर हिँड्नुभयो। म फेरि घुम्न पाएपछि एकदमै खुसी लाग्छ कि मलाई चाहिँ। म त घुम्न पाएपछि त स्वर्गै पुगे जस्तो लाग्छ। अनि छिटो रेडी भएर हामी चाहिँ हिँड्यौँ घुम्नलाई। म फेरि यति धेरै बोल्दै हिँड्नुपर्छ, म आफैलाई म यति किन बोल्छु जस्तो लाग्छ कि। हजुरहरू त खासै बोल्नुहुन्न होला है साथीहरू, म त यति धेरै बोल्छु नि, दिक्क वाक्क प्याक्क पारिदिन्छु कि बोलेरै। त्यहाँ पछाडि कति धेरै कि म पाकेको रहेछ, अहिले फर्किँदा खान पर्छ। अनि फेरि हामी आज चाहिँ केबुल कार जाने। केबुल कार त नचढ्ने, यताउता भ्यूहरू चाहिँ हेर्ने, पछि सबै साथीहरू जम्मा भएर जाने केबुल कार चाहिँ गर्मी बिदामा भनेर यत्तिकै के फ्रेस हुनको लागि मात्र हिँडेको। यहाँ चाहिँ म्युजियम रहेछ, अहिले फर्किँदा पस्नु पर्ला भनेको। अब फर्किँदा हेरौँ कस्तो हुन्छ टाइम। म फेरि साँझ काममा जानुपर्छ नि त, त्यही भएर फेरि सोचे जस्तो नहुने कि यो दिउँसो घुम्न गएर साँझ काममा जान फेरि साह्रै झ्याउ लाग्छ कि मलाई फेरि। अब झ्याउ लाए पनि के गर्नु, टाइम हुँदा चाहिँ यसो टाइम पाउँदा घुम्नु पनि पर्यो, अनि काम हुँदा काम पनि गर्नु पर्यो। हाम्रो फेरि मेरो सोमबार छुट्टी हुन्छ, उहाँको फेरि आइतबार छुट्टी हुन्छ, त्यही भएर टाइम बखडा पाकेको रहेछ। म बखडा चोर्न गएँ साइकल रोक्न, फेरि यता जाँदैछु। यस्तो पाकेको छ, रुखमा चढ्न त सक्दिनँ होला। काँडा औ काँडा हलाउनु सक्दिनँ। काँडा नि भर्खरै झऱ्यो यहाँ एउटा। सकिन ऊ पाक्न त पाकेन, पुरै यहाँ काँडा जाने ठाउँै रहन्छ। अब त्यही भएर गइनँ, म फर्किसकेँ। एउटा मात्रै भर्खरै म पनि जाने, एउटा रुखदेखि झर्ने भयो, अनि त्यही मात्रै लिएर आएँ। कति हेन्सी देखिन। हामी चाहिँ गाडी पार्किङ गर्ने ठाउँमा पनि आइसक्यौँ। माथि फेरि केबुल कारसम्म फेरि गाडी लान नमिल्दो रहेछ कि खै किन हो। अनि यहाँ तल नै पार्किङ गर्न पर्दो रहेछ। अनि हामी फेरि साइकल पार्किङ गर्यौँ। यहाँनिर टोइलेट रहेछ भन्दै म भिडियो गरेँ। साइकल पार्किङ गर्ने ठाउँ चाहिँ छुट्टै, गाडी पार्किङ गर्ने ठाउँ छुट्टै रहेछ। यहाँ फेरि एकदमै सिस्टममा चल्नुपर्छ कि सबै कुरा, जता नेपालमा जस्तो फेरि हुन्न कि। यहाँ जता मन लाग्यो त्यतै राख्ने। अनि हामी यहीँनिर पार्किङ गऱ्यौँ। फेरि साइकलमै छाता र पानी छुट्यो, अनि त्यही भएर लिन जानुभयो। म फेरि भिडियो बनाउँदै हिँड्दैछु। यहाँनिर फेरि बनाइ चालु रहेछ कि, फलेको रहेछ तर पाकेको फेरि रहेनछ। पछि फेरि गर्मी बिदामा आउने हो नि त हामी घुम्न, त्यस बेला चाहिँ खानुपर्छ बनाइ चालु। अनि म फेरि उहाँको भिडियो गर्दै गएँ अगाडि। हामी केबल कारको स्टेसनसम्म चाहिँ आइसक्यौँ, तर हामी आज केबल कार चाहिँ चढ्दैनौँ। पछि धेरै साथीहरूसित आएर मात्र चढ्ने भनेर। हेलो सरजी, मिस्टर पोखरेल। कारको स्टेसनसम्म आएर केबल कार नचढाइ फर्काउने मान्छेलाई तपाईँहरू के भन्न चाहनुहुन्छ अन्त कमेन्ट गर्नु ल। जताततै फुल फुलेको है, पहेँलै कस्तो राम्रो के। जङ्गलमा पनि हेर्नु न, हाम्रो त घरमा लागेको फुल पनि राम्रो हुन्न, यहाँ त जता पनि फुल के, बाटोमा पनि फुल, जङ्गलमा पनि फुल, जता पनि फुल। अनि हामी चाहिँ नेपालमा चाहिँ प्रधानमन्त्री, राष्ट्रपति, ठुला नेता हिँड्ने ठाउँमा मात्रै कार्पेट बिछाउँछ साथीहरू। यहाँ कोरियामा त जताततै हेर्नु न, मान्छे पब्लिक
एरियामा धेरै ठाउँमा कार्पेट बिछाएको छ। जङ्गल जाने बाटोमा पनि कार्पेट बिछाएको छ। नेपालमा भए त कहाँ यस्तो ठाउँमा हिँड्न मिल्छ र हामी यता फेरि कालिज कुखुरा हो, कालिज होइन, वन कुखुरा पनि रहेछ हालेर राखेको चलिरह उता। अब एउटा उस खाऊँ के स्ट्रबेरीको जुस। यहाँ पनि के मयूर हो र होइन हो वन कुखुरा हो। कति ठुलो पुच्छा र पालेको रहेछ। मलाई राई आयो भिडियो खिच्दा खिच्दै। एकदमै गर्मी भयो, यस्तो पसिना आयो। अनि जाम छिटो छिटो भनेको सुन्दै सुन्नुहुन्न। एकदमै गर्मी भएको भएर जुस खान जाँदैछौँ। बल्ल परेन आयो। यहाँ चाहिँ मान्छे अगाडि बस्ने अनि यिनीहरूले चाहिँ हाम्रो स्केच बनाइदिँदो रहेछ कि हामी जस्तो छौँ ठ्याक्कै त्यस्तो बनाइदिँदो रहेछ। कस्तो राम्रो, मलाई पनि राम्रो लाग्यो। बनाउन त मन लाग्यो थियो, फेरि भयो पछि आउँदा बनाउँला भनेर नबनाइ फर्क्यौँ हामी चाहिँ। अनि यताउताको भ्युजहरू हेर्ने पुक्का पर्दै बसेको कस्तो राम्रो क्या। अनि म फेरि भिडियो गरेँ यताउता। अनि यहाँ फेरि माछालाई किस गरेको वाला पनि भिडियो गरेँ। त्यसपछि चाहिँ हामी यताउता भिडियोहरू खिच्यौँ अनि रमाइलो गऱ्यौँ। त्यसपछि हामी यहाँ चाहिँ बिहार रहेछ अनि हामी पनि हेर्ने भनेको टिकट लिनु। अब त्यति डर लाग्दछ। यहाँ चाहिँ बिहारको यो के कुन हेरेको कति पैसा भन्ने चाहिँ यहाँनिर लेखेको रहेछ। पहिला चाहिँ 8,000 रहेछ, अहिले सबैको डिस्काउन्ट भएर चाहिँ 5,000मा झरेको रहेछ। त्यो बेस्ट लेखेको चाहिँ 20% डिस्काउन्ट गरेर 8,000, त्यो चाहिँ 8,000 रहेछ है। त्यसको चाहिँ डिस्काउन्ट रहेनछ। अब हामी कुन हेर्ने भन्ने चाहिँ यहाँ डिस्कस हुँदैछ। यता फेरि कस्मेटिक सामानहरू पनि रहेछ क्या, यो किरिङहरू काठहरू। हामीले चाहिँ बिहारमा छिउरागी प्लस रोल हेर्ने भयो। अब हामी यसको टिकट काट्न जाँदैछौँ। हामी चाहिँ हेर्नलाई रेडी हुँदैछौँ। पहिला चाहिँ मास्क लगाउनु पर्दो रहेछ अनि फेरि त्यो मास्क लगाइसकेपछि बल्ल चस्मा लाउने रहेछ। बेल्ट लगायो अनि चस्मा पनि लगायो। त्यसपछि चाहिँ अब हाम्रो यहाँ हेर्ने स्टार्ट हुँदैछ। त्यो तल भिडियोमा पनि देखाएको छ, सेम भिडियोमा जे देखाएको छ नि हामीले हेर्नु पनि सेम त्यही नै हो कि। ल हेर्नु है साथीहरू। कस्तो रमाइलो भयो कि साथीहरू त्यो भिआर हेर्दाखेरि। अनि कस्तो राम्रो लाग्यो मलाई चाहिँ। अझै अर्को पनि हेर्न मन लागेको थियो। एकैचोटि कति धेरै हेर्नु र भनेर चाहिँ नहेरी हामी आयौँ। अब चाहिँ हामी यहाँ आएर कोल्ड कफी खान्छौँ। अब के हुन्छ यहाँभित्र के छ अब त्यो खाने। मलाई चाहिँ स्ट्रबेरीको त्यो सेक खान मन लागेको छ कि त्यही खान्छु। ल म भन्दा यता हेर्दैछु मैले चाहिँ मेनु। अनि हाम्रो रेडी भयो। हामीले चाहिँ यो स्ट्रबेरीको जुस अर्डर गऱ्यौँ। स्ट्रबेरी सेक हो कि अब खै कस्तो छ थाहा भएन। पहिला आएको त मिठो थियो, आजको चाहिँ कस्तो छ थाहा भएन है। यो फेरि आइस र स्ट्रबेरी त्यो मिक्स गरेको हुँदो रहेछ क्या। अनि फेरि कस्तो सिधै निल्नै नसकिने धेरै चिसो भएर अनि मेरो फेरि कस्तो मुख बिग्रे जस्तो देखियो कि
त्यो खाँदा पनि कस्तो नमिठो माया खाएको देख्दा म फेरि यता म पाङ खान्छु न भन्दैछु उता फेरि रिसाएर भुम पर्न म फेरि हेरेर रिसाएर भन्दै फकाउँदैछु अनि फकाए पनि फकिनु न एकचोटि नखाने आनिस् त नखानी 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 हो ससेजवाला पनि अर्डर गऱ्यौँ अनि हामी बसेर खाँदैछौँ मेरो जुस यता छ अनि मैले यहाँनिर भिडियो बनाएको चाहिँ टिकटकमा राखेको थिएँ कि सबै साथीहरूले इन्टरभ्यू जस्तो ल्याएर हो कि खोइ के हो ओरिजिनल भिडियो चाहियो हामी कुन च्यानलमा गएर हेर्न सकिन्छ भन्दै कमेन्ट हान्नुभएको थियो यो चाहिँ भिडियो ओरिजिनल भिडियो केही पनि छैन साथीहरू यो चाहिँ यत्तिकै बनाएको भिडियो हो पनि भिडियोहरू गरेँ मैले अनि फेरि हामी चाहिँ केबल कार आज चढेनौँ पछि आएर चढ्ने हो अनि यता एकदमै गर्मी भएको भएर चाहिँ हामी एकछिन चाहिँ भित्र गएर बस्यौँ चिसो एसी थियो अनि एसीमा बस्यो मजाले अब बाहिर निस्किँदा चाहिँ यस्तो तातो हप्को छ नि अनि घुम्न गएपछि त एउटा हिँडेको भिडियो नबनाएसम्म त मलाई घरमा आउनै मन लाग्दैन म यस्तो यस्तो गरेर हिँड्छु तपाईँले भिडियो बनाइदिनु है भने अनि मैले भिडियो पनि बनाएँ सिकटक बनाइयो घुम्यो यताउता डुल्यो बस्यो अनि चाहिँ हामी अब फर्किँदैछौँ एकदमै गर्मी भएको भएर छाता ओढेर नहाउने चाहिँ तर कस्तो भिडियो चाहिँ दामी आएको छ गर्मी भए पनि यहाँ चाहिँ घुम्न आएको होला नि त यिनीहरू गाडी लिएर अनि यहाँ बसेर फेरि खाजा खाँदैछन् कि अब घुम्न आएको बेला हामी पनि यस्तै रमाइलो गरिन्थ्यो यस्तै नेपालमा पनि कति रमाइलो हुन्थ्यो नि त हामीहरू घुम्न जाँदा कस्तो याद आयो कि त्यो दिनहरूको अनि फेरि यताउता पार्किङको भिडियो गरेँ मैले चाहिँ अब हामी फेरि निस्किँदैछौँ यहाँ फेरि एकदमै व्यवस्थित तरिकाले के जता जे कुरा पनि यति सिस्टमले चल्ने है म त अचम्म पर्छु सबै कुराहरू अनि फेरि हामी निस्क्यौँ त्यहाँ फेरि जति बेर गाडी पार्किङ गरे पनि पैसा नलाग्दो रहेछ कि नेपालमा भए त 10 मिनट पार्किङ गऱ्यो भने 50 रुपियाँ 20 मिनट पार्किङ गऱ्यो भने 50 1 घन्टा गऱ्यो भने 50 2 घन्टा गरे 100 भन्ने यस्तो सिस्टम हुन्छ नि त यहाँ फेरि त्यस्तो सिस्टमै नै के साथीहरू पार्किङ चाहिँ एकदमै व्यवस्थित तरिकाले गर्नु पर्यो तर पैसा फेरि नलाग्ने यस्तो राम्रो हाम्रो देश कहिले हुन्छ यानि कोरिया जस्तै कहिले हुन्छ भन्ने हुन्छ कि मलाई चाहिँ यहाँ यताउता बाटोमा पनि कति फुल फुलिरहेको थियो अनि फेरि म चाहिँ भिडियो गरेँ उता पछाडि चाहिँ समुद्र छ अनि यता बाटोमा फेरि हरियाली पहेँल फुल फुलिरहेको कति राम्रो कति हरियाली कति राम्रो के कति राम्रो अनि जाँदा चाहिँ मैले मेकअप गरेर गएको थिएँ नि त आउँदाखेरि हेर्नु न मेरो हालत कस्तो छ यति गर्मी छ नि आजभोलि बाहिर त निस्किनै नसक्ने भएछ यहाँ अलिकति उकालो भएर यहाँ साइकलले तानेन उकालोमा दुईजनालाई अनि म झरेँ चाहिँ एक्लै जानु हो यो इलेक्ट्रिक साइकलले नि फेरि यति उकालो नतान्दो रहेछ अब हिँड्न त मजा आउने अघि पछि त उकालोमा चाहिँ अलि गाह्रो हुँदो रहेछ क्या दुईजनालाई अगाडि जानुहुन्छ अनि कहिले कता जाँदै आउँदै गर्नुहुन्छ कि अनि फेरि यहाँनिर फेरि साथीहरू कति धेरै आरू फलेको रहेछ नेपालमा जस्तै हुँदो रहेछ कि आरू पनि अनि कति धेरै कस्तो बाक्लो फलेको छ नि तर सानो भर्खरै फलेको रहेछ यो फेरि पछि अब आउँदा चाहिँ पाक्यो भने खानुपर्छ भन्दै भिडियो गराउँदै आएँ अनि फर्किँदाखेरि यहाँ म्युजियममा पस्ने भनेको थियौँ नि त अनि फर्किँदा चाहिँ ढिला भयो कि मलाई फेरि काम भेटाउनु जानुपर्छ 5 बजे अनि त्यही भएर चाहिँ अहिले नपसौँ फेरि अर्कोचोटि आउँदा पसौँला भनेर हामी चाहिँ त्यहाँ पसेन मैलेलाई चाहिँ फेरि के गर्नु अब काम पनि गर्नै पर्यो काम नगरी खान पनि पाइँदैन विदेशको ठाउँमा नेपालमा जस्तो एक दिन काम नगरौँ न त आज गाह्रो भएको छ थकैला छ म आउँदिनँ है भन्न पनि मिल्छ तर यहाँ चाहिँ नमिल्ने गाह्रो छ के गर्नु अर्काको देश आफ्नो देश जस्तो नहुने रहेछ यहाँ चाहिँ बनैसलु पाकेको रहेछ अनि म यहाँ टिप्दैछु तर यो बारले गर्दा टिप्न नमिल्दा जस्तो छ कस्तो मिठो जस्तो देख्यो हे खसो यस्तो गर्मी ओहो कस्तो मिठो यता नि आउनु यता आएको अप्ठ्यारोमा नै सजिलोमा ए मैले त टिपेँ
यहाँनिर चाहिँ बनसोलु पाकेको रहेछ, कस्तो मिठो रहेछ। अनि टिपेर खायौँ हामीले। एकदमै गर्मी छ अनि गर्मीले एकदमै गाह्रो गरेर थियो, तर पनि त्यो देखेपछि खान मन लागिहाल्ने, गर्मी भए पनि। अनि खायौँ। अनि यता आउँदा पनि कति धेरै किम्मु पाकेको के, नेपालमा भन्दा त कति ठुलो ठुलो हुँदो रहेछ कि किम्मु। अनि हेरी किम्मु पनि खायौँ। गर्मी थियो, एकदमै गर्मी थियो। अनि हेरी हतार हतार एउटा दुइटा खाइयो। अनि हामी चाहिँ भयो जाम। अब धेरै गर्मी छ, बस्ने होइन, गर्मीमा गाह्रो हुन्छ। म काममा जानुपर्छ, काममा जाँदा मेरो टाउको दुख्छ आजको गर्मीले भन्दै चाहिँ मैले थर्काउँदै छिटो 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 लिएर आएँ। यहाँ फेरि जता पनि कृषि गर्ने रहेछन् क्या साथीहरू, यति ठाउँ हुन नहुने, केही रोपिहाल्ने है। फेरि यहाँ फेरि जता जे रोपे पनि यस्तो राम्रो हुने, खोइ माटो राम्रो कि मल पानी राम्रो कि के हो थाहा भएन, यस्तो जे रोपे पनि राम्रो हुने, खुर्सानी जे। अनि यहाँ बाँस पनि रहेछ, नेपालमा जस्तै निगालो हो कि के भन्छ नि यसलाई, रहेछ। अनि यसको पनि म भिडियो गरेँ। अनि हेरी एकदमै गर्मी थियो अनि जाम भयो। अब कति भिडियो गर्ने, जाम जाम भनेर हामी चाहिँ हिँड्यौँ। एकदमै हावा चलिरहेको थियो, हावा पनि चलेको थियो, गर्मी पनि थियो। अनि हामी आयौँ। अनि मैले हेरेँ एकछिन बाटोमा रेस्ट गरेर थियौँ नि त, त्यही बेला साइकल पनि चलाएँ। अनि यताउता वारिपारिको भिडियोहरू गर्दै हामी चाहिँ आइयो घरतिर। यहाँ बाटोमा हेरेँ गाडीमा तरकारीहरू फलफुलहरू राखेको हुन्छ कि एकदमै सस्तो पाउँछ। अनि हेरेँ हामीले त्यहाँ तरकारीहरू किन्यौँ। अनि हेरी खै के किन्ने, टमाटर अनि हेरी फर्सीका मन्टाहरू, यताउता सिमी बढी किन्यौँ। अनि हामी घर आयौँ। थ्याङ्क यू सो मच साथीहरू, सबैजनालाई धेरै माया। सबैजनाले लाइक कमेन्ट सब्सक्राइब फलो गर्न नभुल्नु होला है। लभ यु अल, बाई बाई।